चुनावको माहौल चलेछ के रहेछ बुढो मान्छे एउटादेखि सोध्नु पर्यो के भन्दो रहेछ भोटको। नमस्कार बुवा, आरामै हुनुहुन्छ नि? ए अब चुनावको के गर्नु, माहौल चलेको छ तपाईँहरूतिर के छ? चुनावको अलिअलि हल्ला त होला नि? ए सब फेरि काङ्ग्रेस एमाले माओवादी कसैले भोट नदिने नयाँ पार्टी ए अनि बुवा किन त तपाईँ त कट्टर काङ्ग्रेस अनि काङ्ग्रेसै फेर्ने हो र? म त 15 सालदेखि काङ्ग्रेस भयो। डाक्टर केसी शमशेरको पालादेखि काङ्ग्रेस, अहिले काङ्ग्रेस साल आएर काङ्ग्रेस हो त्यो माओवादी भने काङ्ग्रेस झन् माओवादी त्यो गएको कति वर्ष हुनुभयो त बुवा तपाईँ? 86 वर्षको बाजेले यसो पो भन्नुभयो त। 86 वर्षको बाजेले अहिलेको त सबै थाहावादी पो भन्नु भयो त। अनि तपाईँ किन यसो भन्नुभयो त? के गरेर छ नि त यहाँले? काङ्ग्रेसले बिगारे कसले बिगारे त बुवा? काङ्ग्रेसले बिगाऱ्यो भने हेर्न न, हो मेरो घरको छोरो बाटो 2 वर्ष अगाडि त्यहाँनिर ढलान हुन्छ भने बाटो हनुमान बहादुर खनाली काङ्ग्रेस हुन्छ गएको। अनि तपाईँ पनि पहिलाको वडा अध्यक्ष त अनि सब तपाईँले पनि त्यसै गर्नु भएको थियो र सिक्या हो कि त्यहाँको मान्छेले? मैले त बाबु त्यसो गरेँ होइन, 90वटा जाली भयो, 10वटा जालीसम्म भएर त्यति गरेँ मैले। मेरो पाला यिनको पाला केही गर्दैन। अनि तपाईँ त काङ्ग्रेसै हो नि त? म त काङ्ग्रेस हो, पर्सि पनि काङ्ग्रेस, अहिले पनि काङ्ग्रेस। यसपालि 5 वर्ष चाहिँ भोट दिन्न, म भोट फेर्छु यसपालि। सुन्नुहोस् है गाईजी, उहाँ भोलि पनि काङ्ग्रेस, आज पनि काङ्ग्रेस। उहाँहरूले गर्ने नीति र उहाँहरू, तपाईँ त वडा अध्यक्ष हो नि है? 10 वर्ष 2 चोटि वडा अध्यक्ष भइसकेका मान्छेहरूले चाहिँ उहाँको भनाइअनुसार चाहिँ हामीले बोलेपछि पुग्थ्यो, तर अहिले बोलेको अनुसार चाहिँ पुगेन। त्यही होइन हजुरको भनाइअनुसार? काङ्ग्रेसमा तपाईँले छोड्नुहुन्न नि? अनि काङ्ग्रेसलाई चाहिँ अब 5 वर्षको लागि सजाय मात्र दिने हो? सजाय मात्र दिने, 5 वर्षलाई बाहिर निकाल्नुपर्छ। अनि बुद्धि फिर्छ कि यिनीहरूको। अब तपाईँहरूले सुन्नुभयो कि भएन? 86 वर्षको बुवाले पहिला पनि 2 चोटि अध्यक्ष भइसक्नु भएको छ। उहाँहरू पहिला पनि 2 चोटि अध्यक्ष भएछ। उहाँहरूले बोलेको कुरा जे बोल्नुहुन्थ्यो बोल्दैन बोल्नुहुन्थ्यो नि, तर बोलेको कुरा पुग्नु भएछ। उहाँको घरको नजिक बाटो चाहिँ यसरी यहाँ आउने भने निर्णय भएको बाटो अन्त गयो भनेर छ। अनि तपाईँहरूकै काङ्ग्रेसकै अनि सबै मान्छे ती छन् त, अनि नियम अनुसार त उहाँहरूकै